Happy Buddha Jayanti. कहाँ जानु बेटा छर काफलको बोट ए काफलको बोट दियो रहेछ ल मलाई थाहा भयो कसले सिकायो 5 मिनेट पाइन्छ 5 मिनेट आइपुग्छ है अब 5 मिनेट आइपुग्छ अब है सात स्टेसन आइपुग्यो आऊ आऊ बिस्तारै आऊ है फेरि आउँछ त्यहाँ जानु पर्यो बिस्तारै आऊ बिस्तारै आऊ सेल कसो मिल्छ है खायो सेल कसो मिल्छ ल कस्तो छ त नास्ता एकदम खतरा छ खतरा छ कि मिठो छ क्या छिटो छ अघि नखाने भनेर अहिले दुई पेट खाइदिने होइन ल के घरमरि होममेड कुकिज ल हाइजेनिक हुन्छ
अनि सिटहरू टिप्नु त 12-20 नानी एकजना भनेर टिप्नु यहाँको स्पेसली खरबुजो चाहिँ 40 त्रिशुल जाने अगाडिबाट है बाटो है सिधा त्रिशुली त्रिशुल जाने है अगाडि है यता चाहिँ दुप्तेश्वर मन्दिर त्रिशुल जाने बाटो थियो है अब हामी दुप्तेश्वर लाग्यो है जस्तो लाग्यो यो लिकु भन्छ यसलाई अब योभन्दा अगाडि गएपछि तादी खोला गइसकेपछि हामीले दुप्तेश्वर पुग्छौँ है जाने हो कि उनीहरू चारो
ए पो त्यता हैन फाइनली हामी जुप्चेश्वर महादेव स्थान पुग्यौँ हामी 6:30 बजेदेखि हिँडेको 10:15 मा हामी मन्दिरमा पुग्यौँ गाह्रो छ फट्या भन्यो अग्लो छ तल पुग्छ फर्केर त 2 बज्छ होला तल पुग्छ महादेव की मनले चाहेको काम सबै पुरा होस् सुरज कहाँ गयो
हामी व्यवस्थापन गर्छौँ सबैले सम्झिनुहोस् न हेलो बत्ती त्यहाँ नबाल्नुहोस् तल छ बाली ठाउँ तल छ तल त्रिशुल भाटोको बाल्नुहोस् तल भेराइटी के छ हो हामीको म मेरो प्रोटेक्ट गर्छु छैला माछा आउँछ आउने होइन के भन्ने जस्तै कालो रातो सेतो के थाहा छ तिमीले राखिदिएको तिमीले राखिदिए के राख्ने दिदी के राखौँ यसलाई चाहिँ मिस्टेक
एकदम बाला छङ्गु ख्वा एकदमै बाला छङ्गु देवार गर्ने एकदम बाला छङ्गु ख्वा एकदमै बाला सबै दिदी पागला ल ल ल ल ल नाचु नाचु रो 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 ल ल कहाँ गाउँ जान लाग्यो कान्छा जाऊ त एकदम सास ल ओ भैया कहाँ जान लाग्यो
कस्तो हेरेको मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे यतै हिँडेको मैले छैन चिनेको तिमीको कान्दिएर कस्तो किनेको कता सता कान्दिएर कस्तो भाइको दुश्मन छ भाइको दुश्मन छ धेरै दुश्मन धेरैको हेरै 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 वाह वाह ताली बजाउनु त सहर सुनेर ताली पनि बजाएन मलाई एक्लै पारेर नान हो त्यो पनि नान ल नानी बचाउ नानी गीत छैन एकछिन नाच्नु जिम्मेट Finally, I took a photo of her.